हाई एभ्रिवान वेलकम ब्याक टु मिनी ब्लग। सबैजना सन्चै रहन्छ, सबैलाई एडभान्समा हेप्पी तिहार। आजको चाहिँ एकदमै रमाइलो हुनेछ, किन भन्दा तपाईँले थाहा पाउनु होला आज चाहिँ तिहार रहेको छ र यता हाम्रो चाहिँ ट्याक्क फुलसुल भइरहेको छ। त सबैको रोटी पनि पाकिसकेको होला। आज चाहिँ राम्रो हुनेछ। बहिनी दिदीको हातबाट टक्क टिका लाएर गिफ्ट पनि पाउने, आफूले पैसा पनि दिने है। अनि बाहिरको भ्यू पनि हेर्नु होला, यस्तो रहेको छ। टक्क लाएर हामी चाहिँ रङ्गोली पनि बनाएको थियौँ, सबैले बनाउनु भयो होला। म चाहिँ अब नुहाउनुतर्फ लाग्छु, हेर्न सक्नुहुन्छ। A few moments later. हेलो गाइज, म चाहिँ आइ पनि सकेँ, नुहाएर चाहिँ हेर्न सक्नुहुन्छ। अब एकैछिनमा चाहिँ टक्क टिका आउने हो। अब चाहिँ हेर्नु होला लास्ट तक र मेरो यो आउटफिट चाहिँ कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब पनि गरेर कमेन्टमा बताइदिनु होला। म चाहिँ अब अहिले फेरि हजुरलाई अपडेट दिइरहन्छु के भइरहेको छ आज टिकामा, हजुरको नै भयो होला है। कमानी लगाइसक्यो, टिका सिका हेर्न सक्नुहुन्छ अगाडिको गेट। यो चाहिँ हाम्रो पछाडिको गेटमा टक्क टिका लगाइसक्यो। अब शुभ साइत अब टक्क हाम्रो निधारमा लाउन मात्रै बाँकी छ, त्यसपछि हाम्रो लाइन छ। अरू चाहिँ अपडेट भइरहन्छ। अब पटेका सटेका पनि फरिन्छ, हेर्न सक्नुहुन्छ लास्ट तक। यो मेरो आउटफिट हेर्न सक्नुहुन्छ कस्तो। लाइक कमेन्ट सब्सक्राइब पनि हानिदिनु पऱ्यो, सपोर्ट हानिदिनु पऱ्यो हामीलाई। रेडी भइसकेको छ। यो चाहिँ हाम्रो टिका सिका लाउन साइडमा चाहिँ मेरो चाहिँ कान्छो मामा हुनुहुन्छ र म चाहिँ यता भिडियो बनाइरहेको छु। र मेरो बहिनीले चाहिँ आज भाइटिकाको दिन मम्मीले मामालाई र बहिनीले मलाई सानो चाहिँ बहिनी कस्तो भयो, हजुरहरूको नि राम्रै भयो होला तिहार, हेर्न सक्नुहुन्छ। मेरो पनि बहिनीले ल्याइदिइरहेकी छिन्। चाहिँ मम्मीले चाहिँ आफ्नो भाइलाई चाहिँ दिनुभएको छ गिफ्ट तिहारमा भाइटिकाको दिन। अहिले एकैछिनमा चाहिँ मलाई नि बहिनीले दिन्छन्, हेर्नु होला लास्ट तक। मलाई चाहिँ बहिनीले गिफ्ट दिँदै होइन हो कि नै? गाइजहरू हामी चाहिँ टिका सिका लाएर चाहिँ नि माला सलाएर ट्याक्क भइ पनि सक्यो, हेर्न सक्नुहुन्छ। अब नानीलाई मैले पैसा पनि दिइसकेँ, नानीले चाहिँ मलाई यहाँ गिफ्ट पनि दिइसकेँ। मैले अहिले अनबक्सिङ गर्छु यसलाई चाहिँ ट्याक्क हामीले भयो। मामा र मम्मीले ल्याइदिनु, मलाई बहिनीले ल्याइदिन्छ कि हजुर। अलरेडी गाइज हामी चाहिँ भर्खरै खानासाना खाएर म भर्खरै पल्टिसकेँ आराम गर्नलाई। यसो आराम गर्न चाहिन्छ नि होइन र, आराम गरेको एकैछिन बाहिरतिर डुल्न मिल्छ देउसी भैलो हेर्न। हजुरलाई मैले देखाउने छु, लास्ट तक नि हेरिदिनु होला। हजुरलाई मैले भनिसकेको थिएँ बहिनीले के गिफ्ट दिएको चाहिँ भनेर चाहिँ यो गिफ्ट हेर्न सक्नुहुन्छ। यो चाहिँ सर्ट हो, बहिनीले दिएको चाहिँ कस्तो छ, बहिनीले दिएको सर्ट कमेन्ट गरिदिनु होला। चाहिँ अब अँध्यारोको बेला चाहिँ हामी चाहिँ अब भैलो देउसी कार्यक्रम हेर्न हिँडिरहेका छौँ। जहाँ भेटिन्छ त्यहीँ अब साथीहरूसँग म चाहिँ अब हिँडिसकेको छु। एकदम रात परिसकेको छ, हेर्न सक्नुहुन्छ ततै। अब साथीहरूसँग टक्क मिलेर चाहिँ अब देउसी भैलो हेर्ने कार्यक्रम भइरहेको छ। आज भाइटिका थियो, अब भोलिबाट भइन्छ आज हेर्ने। म चाहिँ जाँदैछु, हजुरहरूलाई देखाउँछु आइतबार। पटेकाहरूको साउन्ड पनि रहनु भयो होला, हेर्नु चारैतिर झिलिमिली रहेको छ, एकदम झकास। हामी चाहिँ फाइनली आइसक्यो भैलो कार्यक्रम हेर्न। अरू सचिन भाइ यो गाइस या फाइनली भैलो हेर्न आइयो। Do subscribe to Noamin Vlog. यस Yeah.
Do subscribe Navin Vlogs. I am the famous vlogger of this area. यस You already know me. Yes. Uncle ignore me, but I don't एकदम ignore. सुनसान इलाकामा हामी भैलो सैलो हेरेर त्यहाँ फर्किसकेका छौँ फेरि मनको तर्फ हेर्न सक्नुहुन्छ चारैतिर एकदम अँध्यारो भइरहेको छ It became night, so it is very dark. Yes, You dark. don't have any common sense. दिस इज अङ्ग्रेजका औलाद No, I am not Congress Kaulad. I am English man. I speak English. The next day. म चाहिँ घर पनि आइसकेँ कस्तो लाग्यो हजुरलाई भैलो कार्यक्रम र मेरो भिडियो हेरेर मन पऱ्यो भने लाइक कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनु होला सबैजनालाई आजको भ्लग चाहिँ यति नै अर्को भ्लग पनि राम्रो लिएर आउनेछु बाई गाइज